हाम्रै म सबैजनालाई है आज चाहिँ म चाहिँ गोरुसँग बसेर चाहिँ हल्का भ्लग हैन तपाईहरुसँग केही कुराकानी गर्दैछु। सो सर्ट भिडियो र आजको बिहानदेखिको लिएर बेलुकासम्मको सर्ट भिडियो चेक्राको गाउँले भ्लग आउनेवाला छ। तपाईहरु हेर्दिनु होला, लाइक अनि शेयर गर्दिनु होला। के कसो लाग्छ कमेन्ट पनि गर्दिनु होला साथीभाइ। म चाहिँ अहिले पनि मेरो गोरुसँग छु। सो म चाहिँ एकदम त्यहाँ देखिसक्नु भयो टन्टालोपुर घाममा चाहिँ गोरु जोतिरहेको छु। कति साह्रो मेहनतिलो मान्छे छ भनेर तपाईहरुले देखिसक्नु भएको छ हैन। सो साथीभाइ हामी चाहिँ एकदम यस्तो डाँडामा बसेर चाहिँ एकदम हावा तापिरहेको छु। यो चाहिँ हाम्रो एकदम एयर भन्छ नि एकदम शुद्ध हावा अक्सिजन। यो चाहिँ हामी एकदम दामी कुरा हुन्छ। यो चाहिँ यो त पतञ्जली अर्ग्यानिक हावा भन्छ यसलाई चाहिँ। केहीबाट पनि बनेको नि, यो चाहिँ आफै नेचरली बनेको। सो कस्तो लाग्यो कमेन्ट गर्दिनु होला, लाइक शेयर हान्दिनु होला। आजको भिडियो फेरि फुल भिडियो आउनेवाला छ। भिडियोमा तपाईहरु अन्तिमसम्म बनिराख्नुस् अनि अन्तिमसम्म हेरिराख्नुस्। त्यो भिडियो कस्तो लाग्यो के लाग्यो गाउँले भ्लग अब यस्तै हुन्छ। गोरु जोतेको गोरु चढाएको हैन भ्लग हेर्दिनु होला। सबैलाई फेरि पनि हाम्रै म र सबैलाई स्वागत छ मेरो युट्युब च्यानलमा। तपाईहरु सबैले त्यहाँ गएर पेजलाई गएर फलो गर्दिनु होला, लाइक गर्दिनु होला र अझै तपाईहरुको माया सपोर्ट मलाई दिनु होला हैन। म यही भन्न चाहन्छु र सबैलाई फेरि पनि हाम्रै म